हेलो गाइज वेलकम ब्याक है। हजुरहरूलाई फेरि स्वागत छ मेरो यो मिनी भ्लगमा। म चाहिँ अहिले कोरियाको किङसान्सी स्थित रहेको यो पुलमा छु। अब हामी पुलमा फोटो खिच्छौँ। हेर्दा निकै राम्रो, बाटो त्यस्तै सफा है। अनि अब हामी यहाँ फोटो भिडियो बनाउने प्रोग्राममा छौँ। एकछिन हामी आज थेगो हिँडेको खास चाहिँ है। अनि आज रेल पनि चढौँ न त, रेल चढ्दा कस्तो फिल हुँदो रहेछ भनेर त्यो पनि गरेँ। अनि मैले आफैले आफ्नो भिडियो बनाएँ किनकि मसँग क्यामेराम्यान पनि कोही थिएन र मेरो मोबाइल पनि त्यस्तो प्रोफेसनल टाइपको थिएन। दाइले पनि टिकटक बनाइरहनु भएको थियो, दाइको ब्याग समाउँदै भिडियो बनाइरहेको थिएँ आफै होइन। त्यत्तिकै त्यसैमा दाइले पुरा मस्त नाचिदिइरहनु भएको छ। अब हामी यसपछि चाहिँ अब यो भिडियो सिडियो बनाएर अब हामी अगाडि लाग्ने बाटो अब होइन, किनकि हामीलाई आज खेगुसम्म पुग्नु छ, त्यहाँ केही नयाँ कुरा खानु छ। त्यसपछि हामी अब किङसान्सीको यो ट्रेन स्टेसन गयौँ। लिफ्टबाट हामी झर्दैछौँ तर ट्रेनमा चढ्ने ठाउँमा अब हामी झरिसक्छौँ। यहाँबाट अब ट्रेनमा बसिसक्यौँ। हामी ट्रेनमा बसेर एउटा भिडियो हान्दैछौँ। त्यत्तिकै दाइसँग चट्ट मैले फेरि चस्मा ढल्काएको छु नेपालको 1000को। अब पहिलो अनुभव लिँदैछु म है रेल चढेको। अब सरर थेगुतिर लाग्दैछु। अब थेगुतिर जाँदाखेरि एकदमै राम्रो है, गन्नन आफ्नै तालमा हिँड्ने। फेरि यो अन्डरग्राउन्ड कस्तो बनाएको पास है। कोरियाको विकासको त मैले कुरा गरेर सम्भवै नहुनेछ। निकै राम्रो, सोचे भन्दा पनि राम्रो विकासहरू यो कम्पनीहरू होला सबैको होइन, सायद धेरै राम्रोहरू छ। बाटोहरू हेर्नु, बाटोघाटो एकदम सिस्टम छ क्या। थेगु पुग्छौँ अब हामी बिस्तारै। थेगु पुगेपछि दाइले यो किनिदिनुहुन्छ गर्मीमा खाने एउटा होइन, नाम चाहिँ मैले नि याद गरिनँ तर यो खाइयो, मिठो छ। यस्तै छ। अब अर्को हप्ता अर्को भिडियो बनाउँछु है।